हेलो वेलकम टु icttrends.com म सुरेश खनाल। आजको यो भिडियो सेसनमा माइक्रोसफ्ट एक्सेसमा नयाँ डेटाबेस कसरी बनाउने भन्ने बारेमा देखाउन गइरहेको छु। अहिले तपाईले स्क्रिनमा देखिरहनु भएको माइक्रोसफ्ट एक्सेस 2010 को स्क्रिन हो। एक्सेस डेटाबेस खोल्ने बित्तिकै फाइल मेनु खुलेको अवस्थामा ब्याकस्टेज भ्यू देखिरहेको हुन्छ। ब्याकस्टेज भ्यूमा न्यू कमान्ड सेलेक्ट भएर खोलेको अवस्थामा तपाई नयाँ डेटाबेस बनाउनको लागि आवश्यक कमान्डहरु यहाँ पाउन सक्नुहुन्छ। जस्तो यो जुन मेन प्यानलमा अवेलेबल टेम्प्लेट्स उपलब्ध टेम्प्लेटहरु यहाँ लिस्ट गरिदिएको छ भनेदेखि office.com मा उपलब्ध हुन सक्ने डाउनलोड गर्न सकिने टेम्प्लेटहरु तल यो लिस्टमा चाहिँ देखाइएको छ। यदि कुनै स्पेसिफिक टाइपको आवश्यक पर्यो भनेदेखि सर्च गर्नको लागि सर्च बक्स पनि यहाँ छँदैछ। अहिले हाम्रो मुख्य सरोकारको कुरा भनेको चाहिँ नयाँ डेटाबेस बनाउनु पर्दा जस्तो ब्ल्याङ्क डेटाबेस चुज गरेर यहाँ राइट प्यानलमा डेटाबेस बनाउनको लागि कमान्डहरु यहाँ हुन्छ। जस्तो माथि ब्ल्याङ्क डेटाबेस र त्यसको प्रिभ्यू देखाएको छ। ब्ल्याङ्क डेटाबेस सिम्पली ब्ल्याङ्क प्रिभ्यू नै देखिरहेछ। फाइल नेमको बक्स छ जहाँ तपाई के नाममा डेटाबेस बनाउने हो त्यो नाम यहाँ टाइप गर्न सक्नुहुन्छ। फाइल नेम बक्सको इमिडिएट तलपट्टि लोकेसन देखाइरहेको हुन्छ। डेटाबेस कहाँ क्रिएट हुन गइरहेको छ भन्ने कुरा चाहिँ यसमा हेरेर थाहा पाउनुपर्छ। भने तल क्रिएट भन्ने बटन छ। यो बटन चाहिँ डेटाबेस बनाउनको लागि। यदि अहिले चुज भइरहेको लोकेसन ठीक छ, यही ठाउँमा बनाउने हो भनेदेखि त जस्ट फाइल नेममा त टाइप गर्नुस् र क्रिएट गर्नुस्, डेटाबेस बन्छ। होइन, यदि अरु लोकेसनमा हो भनेदेखि लोकेसन चेन्ज गर्नुपर्छ। जस्तो एक्जाममा त तपाईहरुलाई डेस्कटपमा आफ्नो सिम्बल नम्बर एउटा फोल्डर बनाउन लगाइरा हुन्छ र त्यो फोल्डरमा सबै फाइलहरु सेभ गर्नुपर्ने हुन्छ। त्यसकारणले अहिले अब यो डेटाबेस पनि त्यही डेस्कटपको सिम्बल नम्बर भएको फोल्डरमा सेभ हुने बनाऊ। पछाडी फाइल नेम बक्सको पछाडी एउटा फोल्डरको आइकन छ। यो चाहिँ ब्राउज फर लोकेसन टु पुट योर डेटाबेस बटन हो। यसलाई क्लिक गर्यो भनेदेखि न्यू डेटाबेसको डायलग बक्स खुल्छ। यो डेटाबेसबाट लोकेसन र फाइलको नेम तोकिदिन सकिन्छ। जस्तो हामीलाई चाहिएको भनेको डेस्कटपमा भएको यो आफ्नो सिम्बल नम्बरमा बनाएको फोल्डरको नाम, यो नामलाई चुज गरिदिनुस् र अनि डेटाबेस कुन नाममा बनाउने हो त्यो नाम यहाँ टाइप गरिदिउँ। जस्तो स्कुल, अनि त्यसपछि ओके टाइप गर्यो भनेदेखि अब फाइल नेमको बक्समा हेर्नुस् त school.accdb भनेको चाहिँ माइक्रोसफ्ट एक्सेस 2007 र त्योभन्दा पछिको डेटाबेस एप्लिकेसन डेटाबेसहरुको चाहिँ एक्सटेन्सन हो। भने त्यसको तल लोकेसन चाहिँ C user desktop 98310041 भनेको अहिले हामी डेस्कटपमा जुन फोल्डर चुज गरेका थियौं त्यो फोल्डरको लोकेसन यहाँ आयो। यति भइसकेपछि तपाईले क्रिएट बटनमा यो बटन क्लिक गरिदिनुस्। नयाँ डेटाबेस क्रिएट हुन्छ। म टाइटल बारमा याद गर्नुस् त स्कुल भन्ने डेटाबेस डेटाबेस एक्सेस 2007 यो फर्मेटमा छ डेटाबेस भनेर देखाइरहेको हो। स्कुल भन्ने डेटाबेस एक्सेस 2007 डेटाबेस फर्मेटमा छ। अनि पछाडी ड्याश माइक्रोसफ्ट एक्सेस यो त एप्लिकेसनको नाम भइहाल्यो। यसरी नयाँ डेटाबेस बन्ने बित्तिकै एउटा नयाँ टेबल 1 अटोमेटिकली क्रिएट गरिदिन्छ। त्यसमा आईडी भन्ने एउटा फिल्ड क्रिएट गरेर अरु फिल्डहरुको लागि चाहिँ क्लिक टु एड बटन देखाइरा हुन्छ। र यो अवस्थामा डेटाबेस टुल्स भन्ने रिबन एक्टिभेट भएको छ। डेटाबेस टुल्स अन्तर्गत दुईटा ट्याबहरु फिल्ड्स ट्याब र टेबल ट्याब, यी दुईटा ट्याबहरु चाहिँ खुलेको यो थपिएर चाहिँ आइरा हुन्छ रिबनमा। बस यति गर्नुभयो भनेदेखि नयाँ डेटाबेस तपाईले भनेको लोकेसनमा क्रिएट भएको हुन्छ। एकचोटी हामी गएर चेक गरौँ त। जस्तो मैले फाइल ब्राउजर एक्सप्लोररलाई रन गर्ने, हामी डेस्कटपमा भएको त्यो फोल्डर 98310041 यो फोल्डर भित्र गएर भने school.accdb यो एउटा फाइल बनेको छ। भनेपछि डेस्कटपको त्यही लोकेसनमा फाइल क्रिएट भएको छ, डेटाबेस बनेको छ। अहिलेसम्म हाम्रो डेटाबेस खाली छ, रित्तो छ। जस्तो एउटा टेबल 1 भन्ने टेबल र त्यो टेबल 1 मा चाहिँ आईडी भन्ने एउटा फिल्ड यति मात्र बनेको छ। यति गर्नुभयो भनेदेखि तपाईको डेटाबेस बन्छ। यो त भर्खर डेटाबेस खोल्दाखेरिको स्थितिमा भयो। अब तपाई एउटा डेटाबेसमा काम गरिरहनु भएको थियो, अर्को पनि डेटाबेस बनाउनु पर्ने भयो भने सिम्पल फाइल मेनुमा क्लिक गर्नुस्। फेरि त्यो ब्याकस्टेज भ्यू खुल्छ। त्यो ब्याकस्टेज भ्यूमा इन्फो कमान्ड चाहिँ एक्टिभेट भएर आइरहेको थियो। हामीलाई चाहिएको चाहिँ न्यू कमान्ड हो। न्यू कमान्डमा गयो भनेदेखि अनि फेरि यहाँ ब्ल्याङ्क डेटाबेस हो कि अरु विभिन्न प्रकारको यो अप्सन मध्येबाट यहाँ लोकेसन चुज गर्ने, फाइलको नाम यहाँ टाइप गरिदिने र क्रिएट गर्ने, बस डेटाबेस बन्छ। यति भएपछि डेटाबेस सजिलो बनाउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ। अर्को भिडियोमा हामी टेबलहरु क्रिएट गर्ने र त्यहाँभन्दा अगाडि कन्टिन्यू गर्दै जाउँला।